नेपाली जनताले सोचेको जस्तै भइरहेको छन्। अहिले बालेन्द्र साज्यू र रवि लामेछाने 6 घण्टा मिटिङ गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको नियुक्ति बालेन्द्र साज्यूलाई राख्नु भइरहेका छन् रवि लामेछाने। उनीलाई पनि थाहा छन् कि बालेन्द्र साज्यू असल र राम्रो व्यक्ति हुन्। बालेन्द्र साज्यू यति राम्रो व्यक्ति हुन् भने उनले सबै नेपाली जनताहरूको मनमा बसेका छन्। उनले चाहँदा अनि सबै नेपालीले उनलाई भोट दिनुपर्छन् र अबको चुनावमा उनलाई जसरी भए पनि सपोर्ट गर्नुपर्छन्। रवि लामेछानेले चाहिँ आफ्नो बारेमा सोच्नु हुँदैनन् र सधैँ आफ्नो देश र आफ्नो जनताको बारेमा सोच्नुहुन्छन्। उहाँले चाहनुहुन्छन् भने उहाँलाई आफ्नै स्वयं प्रधानमन्त्रीको पदबाट चाहिँ आफ्नो नाम दिनुहुन्थ्यो, तर दिनु भएनन्। जसको बावजुद उहाँले काठमाडौँका मेयर बालेन्द्र साज्यूलाई दिनुभयो। उहाँलाई थाहा छन् कि बालेन्द्र साज्यू सबैभन्दा राम्रो र असल व्यक्ति हुन्। अबको राजनीतिकमा हलचल नै आउने छन्, किनभने बालेन्द्र साज्यू र रवि लामेछानेहरू एकमा भएपछि कुलमान घिसिङ र गोपाल हमाल साथै हर्क समाङ पनि त्यो पार्टीमा आउनेछन् र यो पार्टीले देशलाई बनाउनेछन्। यो देशको बनाउनको लागि सबै नेपालीले पनि राम्रो सहयोग गर्नुपर्छन्। सबै नेपालीको मत एउटा ठाउँमा पुग्यो भने यो देशलाई अवश्य बनाउन सकिन्छ, नत्र भने यो देशलाई अझै बिगार्ने परिस्थितिमा लैजाइरहेको छन् राजनीतिक दलहरूले। अहिलेको राजनीतिक यति नै खराब भइरहेको छन् कि तपाईँहरूले विश्वास पनि गर्न सक्दैनन् कि देशमा कस्तो परिस्थिति आउनेछन्। आगामी दिनमा यो देश बर्बाद पनि हुन सक्ने सम्भावना रहन्छ, किनभने अहिलेको राजनीतिक परिस्थिति यति नै खराब भइरहेको छन्। देशलाई बनाउनु छन् र बचाउनु छन् भने कृपया रवि लामेछाने र बालेन्द्र साज्यूको साथ दिनुहोस् र नयाँ व्यक्ति र नयाँ पार्टीलाई रोज्नुहोस्, तब यो देश बन्छन्। नत्र यो देश अब डुब्ने करारमा लागिसकेका छन्। पहिला नै भनिसकेका चाहिँ सिगे राउतले भन्नुभयो, यो देश चाहिँ टाइटानिक जहाज जस्तो नै डुबिरहेका छन् र यसमा बसेका टाइटानिकमा बसेका व्यक्तिहरूलाई चाहिँ आफ्नो सिफ्टहरू राखेका छन् र उनी यो देश छोडेर भाग्न पनि सक्छन्। तर नेपाली जनताहरूको मान र स्वाभिमान रहेको छन्। उनीहरूले त आफ्नो देशलाई छोडेर कतै कहीँ पनि जान सक्दैनन्। उनीहरूमा राष्ट्र प्रेम र एकता भरिएका छन्, तर उनीहरू कहाँ जान्छन्? यो देशमा जसरी भए पनि उनीहरूले रहन्छन् र यो देशलाई बचाउँछन् र जोगाउँछन्। तर यो देशलाई माया र मोह नगर्ने राजनीतिक दलहरूले त यो जसरी भए पनि यो देश छोडेर जान सक्छन्, तर यो देशलाई बचाउन र जोगाउन नेपालीहरूको रक्तले भरिएका यी वीर गोर्खालीहरूको देश कसैले छोड्न जाँदैनन्। उनीहरूलाई थाहा छन् कि आफ्नो राष्ट्र चाहिँ आफ्नो प्राणभन्दा पनि प्यारो छन्। तर यसपटक चाहिँ फागुनको 21मा राजनीतिक तरङ्ग नै आउनेछन्। सायद बालेन्द्र साज्यू र रवि लामेछाने एकसाथ चुनावमा उतर्नु भयो भने सबै नेपाली जनताहरूले बुझ्नेछन् कि यो देशको लागि एकदमै सुनौलो अवसर हो। यो जनताले बुझ्न सकेनन् भने कदापि परिवर्तन आउन सक्दैनन्। यस्तो राम्रो व्यक्तिले चुनावमा जिताएपछि यो देश र यो राष्ट्रको अति नै विकास हुन्छन् भने कि नेपाली जनताहरूले सोच्न पनि सक्दैनन्। यस्तो परिस्थितिमा नेपाली जनता र नेपाली समाजमा रहेका नेपालीहरूले पनि सहयोग गर्नुपर्छन् र नेपाली जनताले राम्रो सहयोग दिनुपर्छन्। अबको नयाँ चुनाव र नयाँ व्यक्तिलाई जसरी भन्दा पनि यो देशलाई सहयोग हुनेछन्, यो देश फेरि विकासको गतिमा उभिनेछन्। आजको लागि यति नै। जय नेपाल।